नमस्ते मनिमारे। यतिखेर म रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नम्बर 3 मनिमारेमा छु। तपाईले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ लटरम्म फलेका स्याउहरू। यो मनिमारे क्षेत्र पछिल्लो चरणमा जसरी स्याउ खेतीको लागि प्रख्यात छ त्यसलाई एउटा प्रेरणादायी रूप दिने बगैँचा चाहिँ यो हो। यो लभी पर्यटन स्याउ खेती फर्ममा छौँ यतिखेर। यो एरियाको सबैभन्दा उत्कृष्ट बगैँचा यो चाहिँ अलि पहिलेदेखि नै स्थापित भएको र ठुला बुटाहरू भएको उत्कृष्ट बगैँचाको रूपमा चिनिएको छ लभी पर्यटन स्याउ खेती फर्म। यो फर्ममा चाहिँ झन्डै योभन्दा अघिल्लो वर्षहरूमा 10-15 लाखकै स्याउहरू बिक्री गर्दै आउनुभएको छ भने अहिले पनि सरदर त्यसकै आसपासमा यसले आम्दानी दिइराखेको छ र यसले यहाँका किसानहरूलाई प्रेरणा पनि दिइराखेको छ। यो बगैँचाबाट धेरै किसानहरू अहिले उत्साहित हुनुभएको छ र यहाँका बुटाहरू देख्न सक्नुहुन्छ तपाईहरू। यी बुटाहरू चाहिँ अहिले लटरम्म फलिराखेका छन् र धेरै स्याउ त यसमा बिक्री पनि भइसकेको छ। यस बगैँचाबाट अहिले धेरै स्याउहरू बिक्री भइसकेको छ र अहिले यो बाँकी रहेको स्याउहरू चाहिँ यहाँ फुटकर मूल्यमा बिक्री गर्नको लागि राखिएको छ र यो अब आउने हरितालिका तीज त्यसै गरी जन्माष्टमी यी पर्वहरूलाई मध्यनजर गर्दै यहाँ आउने आगन्तुकहरूलाई स्वागत गर्नको लागि पनि यी स्याउहरू अहिले राखिएको छ र फुटकरमा तपाईहरू यदि लिन चाहनुहुन्छ स्याउ भने तपाईले यहाँ सम्पर्क गरेर आउन सक्नुहुन्छ र आजै पनि तपाईहरुको लागि स्याउहरू प्रशस्तै छ, बाँकी नै छ धेरै स्याउहरू र यसको थोक र फुटकर मूल्य फरक छ। थोकमा चाहिँ योपालि असिनाले त्यति राम्रो भनेको क्वालिटी चाहिँ आउन सकेन र त्यो क्वालिटी नआइसकेपछि यसले थोकमा चाहिँ त्यति राम्रो मूल्य चाहिँ पाउन सकेन। योपालिको सिजनमा यहाँको प्रति केजी 85 देखि 90 रुपैयाँले थोकमा बिक्री भयो भने अहिले फुटकरमा चाहिँ यहाँको स्याउ फुटकर मूल्य चाहिँ यहाँका आउने आगन्तुकहरूले प्रति केजी 100 देखि 120 को हाराहारीमा लिइराख्नु भएको छ र तपाईहरुलाई पनि स्वागत गर्न चाहन्छु। हामी यस क्षेत्रमा आएर तपाईहरुले पनि स्याउ लिन सक्नुहुनेछ र यस बगैँचाको बारेमा प्रेरणादायी भिडियो तपाईहरुमा आज हामी अर्को पक्कै पनि राख्नेछौँ र यस बगैँचाबाट धेरै किसानहरूले पछिल्लो चरणमा चाहिँ राम्रो उत्साहित हुनुभएको छ र राम्रो तरिकाले चाहिँ खेतीहरू गर्दै आउनुभएको छ। धेरै आधुनिक प्रविधिहरू पनि भित्रिने भन्ने कुराहरू चाहिँ अहिले पछिल्लो चरणमा छ र यस बगैँचामा धेरै पुराना रुखहरू छन् र यी रुखहरूलाई पनि विस्थापन नगरेरै अब नयाँ प्रविधिहरू बाँकी रहेको जमिनमा नयाँ प्रविधिको स्याउहरू लगाउने कुराहरू चलिराखेको छ किसानहरूमा। त्यो पनि कस्तो प्रविधिको लगाउने, यहाँको हावापानीलाई कस्तो सुहाउँदो हुन्छ, अर्थात् यहाँको हावापानीबाट कस्तो प्रविधिको स्याउ चाहिँ धेरै उत्पादन गर्न सकिन्छ भन्ने कुरा चाहिँ यहाँ धेरै कृषि प्राविधिकहरूबाट अनुगमन गरेर त्यसलाई पनि प्राथमिकता दिने कि भन्ने किसानहरूको अहिले चासो रहेको छ। म पनि यसै क्षेत्रको भएकै कारण तपाईहरुमा आज यी कुराहरू जानकारी मैले आफ्नै तरिकाले गरिराखेको छु र आफूले जाने अनुसारको जानकारी तपाईहरुमा आज राखिराखेको छु। अब यसबारेमा हामी किसानहरूसँगै के कस्तो हुन्छ यसलाई पहिलेदेखि नै अनुभव लिइराखेका किसानहरूबाट हामी तपाईहरुमा आज यहाँका अगुवा किसानहरू बाट चाहिँ जानकारीहरू तपाईहरुलाई दिनेछौँ र त्यहाँबाट पनि तपाईहरु प्रत्यक्ष सम्पर्क गरेर किसानहरूबाटै यसको बारेमा धेरै आज जानकारी लिन सक्नुहुनेछ। त्यसको लागि पनि हामी सम्पर्क नम्बर तपाईहरुलाई यस भिडियोमा छोडिदिनेछौँ र आजको लागि यति नै। सबैको दिन शुभ होस्। धन्यवाद।